अनि गाइस आज चैत 15 गते हाम्रो देश नेपालमा के हुँदैछ भन्ने कुरा तपाईहरु सबैजनालाई थाहा नै होला हैन। आज चाहिँ एकातर्फ चाहिँ राजा आउनुपर्छ भन्दै आन्दोलन गर्दै छन् त अर्कोतर्फ चाहिँ गणतन्त्रवादीहरू कुलमणि घिसिङलाई हटाइएको विरुद्धमा चाहिँ आन्दोलन गर्दैछन्। सो लाखौं जनताहरू चाहिँ सडकमा आउनु भएको छ, आउनु पनि पर्छ। देश र जनताको लागि लाखौं हैन करोडौं जनताहरू चाहिँ आउनुपर्छ। अनि हजुरहरू पनि सरकारको यो कदमको विरुद्ध गर्दै घर घरबाट आउनु होला। हामी सबै जनताहरूलाई चाहिँ खुसी चाहिएको छ, देशको विकास चाहिएको छ, जुनसुकै तन्त्र आओस् हैन। कोही पनि गरिबको घरमा अन्नको कमी नहोस्, कोही कलिला युवाहरू आफ्नो देश छोडेर बाहिर देशमा गएर दुःख गर्न नपरोस्। यस्तो समय फेरि आउला नआउला, अब जाग्नै पर्छ। जाग्ने समय आयो, सबैजना उठ्नु होला, जाग्नु होला। जय देश जय नेपाल।